भएको हुनाले अहिले हामी 165 क्षेत्रमा नेपाली काङ्ग्रेसको 165 वटै चाहिँ उम्मेदवार हुन्छ र जहाँसम्म लाग्छ नेपाली काङ्ग्रेस ठुलो पार्टी हुन्छ। हामी चुनाव जित्छौँ। क्षेत्र नम्बर 3 को लागि हामी धेरै गर्दैछौँ नि। माडीको त्यो बाटो पुलहरू सुरेश कोइरालालाई चाहिँ प्रधानमन्त्री बनाएको, राप्तीको पुल चाहिँ गिद्धप्रसादले बनाएको, अन्तर्राष्ट्रिय प्रेसर हुँदाखेरि गर्न नदिने पनि जबरजस्ती उहाँले चाहिँ उद्घाटन शिलान्यास गर्नुभयो। त्यसपछि उहाँ प्रधानमन्त्री हट्नुभयो, त्यसपछि अब त्यो बाटो हिँड्न दिएन, फेरि रिपिट उहाँ प्रधानमन्त्री हुनुभयो अनि खोलायो। धेरै कुराहरू गरेछन् जुन चाहिँ अहिले हामी कहाँ चाहिँ नि जुन किसिमको स्ट्रक्चर बनेको छ त्यो 70 सालदेखिको यताको चाहिँ नि 70 सालमै बनाएको स्ट्रक्चरहरूमा हाम्रो काम भएको छ। जेनजी आन्दोलनपछि युवाहरूलाई उम्मेदवारी दिनुपर्छ, युवाहरूलाई उठाउनुपर्छ भन्ने आवाज उठिरहेको बेलामा यहाँको उम्मेदवारी रहनु र गगन थापाले पार्टी सभापति पूर्व सभापति शेरबहादुर देवाको ठाउँमा युवा आउनुपर्छ भने आफू सभापति भइसकेपछि फेरि यहाँको उम्मेदवारीले युवाहरूको मत जित्ने आधार के छ त? शुद्धिकरण गर्नुपर्छ भन्ने आवाज उठिरहेको अवस्थामा चितवनमा युवाहरू यो हाम्रो 10-12 भित्रमा युवा साथीहरू दायाँ बायाँ हुने पनि परिस्थिति सिर्जना भयो। हजुर। र केही साथीहरूले पनि अहिले उम्मेदवार हुनलाई चाहिँ नि उम्मेदवार देखाउन सक्नु भएन र म जस्तो बुढो मान्छे उम्मेदवार हुनुपर्ने भयो। मैले भने अघि नै मेरो पार्टीमा चाहिँ नि भोलि अधिवेशन हुँदै गर्दा 50% चाहिँ नि यहाँबाट हामीले युवा साथीहरूलाई जेनजी भनौँ न, अहिले जेनजी साथीहरूलाई हाम्रो पार्टीमा इन्क्लुड गराउने हो। त्यो भइसकेपछि उहाँ साथीहरू लाउनुहुन्छ, आउने निर्वाचनमा ती साथीहरूभित्रबाट छान्ने र लैजाने हो हामीले चाहिँ। हामी मेरो भनाइ यही थियो, म केन्द्रीय सेसन भएको कारणले किन मैले भनेको थिएँ निर्वाचन अगाडि अधिवेशन गरौँ र जेनजीहरूलाई पनि इन्क्लुड गरौँ। यो विशेष अधिवेशन हुँदै गर्दा हाम्रो युवाहरू इन्क्लुड गर्ने ठाउँ छैन, त्यस कारणले चाहिँ नि अधिवेशन गर्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे म। त्यस कारणले चाहिँ नि मैले अघि नै भने हाम्रो युवाहरूले चाहिँ नि ठाउँ पाइरहेको छैन, युवा पनि हाम्रो कम रहेछ, देखिएको छैन। अहिले हामी 3टै क्षेत्रमा हेर्नुहोस् युवाहरू चाहिँ उम्मेदवार देखिएन। हजुर, गगन थापालाई नै सभापति मान्न तयार हुनुहुन्छ कि सर्वोच्चमा हाल्नुभएको मुद्दाको निर्णयको पर्खाइमा हुनुहुन्छ? म चाहिँ दुइटै, म सुन्नुहोस्, मेरो त तपाईँले भन्नुहुन्छ भने म मध्यस्थकर्तामा बसेँ हो। म पनि 47 वटा चाहिँ जिल्ला सभापति हो र 20 जना चाहिँ केन्द्रीय सदस्य हामीसँग भएको थियो। हामीले चाहिँ नि मिल्नुपर्छ भनेर हामी शेरबहादुर दाइ कहाँ, गगनजी कहाँ, शेखर कहाँ सबै ठाउँतिर लबिङ गरेको र 29 गते मिल्यो, राति मिल्यो भनेर आयो। 30 गते मिटिङ थियो, हामी मिल्यो भनेर बस्यौँ, केन्द्रीय मिटिङमा गयौँ। गइसकेपछि 12 बजेतिर चाहिँ हाम्रो वार्ता गर्ने साथीहरूको वार्ता भङ्ग भयो। भएपछि मैले त्यहाँ के भने मैले चाहिँ नि केन्द्रीय सेसन नाताले चाहिँ माइन्डमा सही गरेँ। अब के लेख्नु म तपाईँ लेख्नुहोस्, म चाहिँ नि हिँडेँ। हामी चाहिँ नि अब चाहिँ निवर्तमान चाहिँ नि केन्द्रीय सेसन भइसक्यो। त्यस कारणले चाहिँ नि म रुख र झन्डा जहाँ छ त्यहाँ मेरो मत रहन्छ भने हिँडेँ। अब